हेलो नमस्कार साथीहरू। श्रम संस्कृति पार्टीमा चाहिँ श्रमदान गर्ने कस्ता कस्ता मान्छेहरू आउँछन् भन्ने कुरा चाहिँ यो तलको भिडियो एकैछिन हेरेर चाहिँ एउटा एउटा कमेन्ट लाइक सेयर। धरानमा आएको श्रमदान गरेको यसो हेर्छु, युरोप अमेरिका अस्ट्रेलिया अमेरिकातिर बसेको होइन, यहाँ श्रम गर्नु, यहाँ रोड सफा गर्नु नपाएर, बाटो खन्नु नपाएर मान्छे मलेसिया हो। बाटो खन्नु नपाएको आधारमा मान्छे मलेसिया आयो भने त सबैले फर्काएर खनाउन भयो नि, खनिहाल्छ नि। तर के हो भने इन्कम हो क्या, इन्कम। पैसा त आउँदैन नि त, पैसा आउँदैन। पैसा नआएपछि मान्छेले काम गर्दैन। श्रमदान भन्ने कुरा सबैभन्दा ठुलो कुरा छ कि यहाँ धरानमा आएको श्रमदान गरेको यसो हेर्छु, युरोप अमेरिका अस्ट्रेलिया अमेरिकातिर बसेको होइन, टक्कसँगले आएको 3 महिना छुट्टी महिना बसाउन आएको, यसो 2-4 लाख पैसा खर्च गर्ने गरी आएकोहरू त्यहाँ गएर रमाइलो पनि हुने, यसो फेसबुक फलोवर्स पनि बढ्ने, सहयोग श्रमदान गरिरहेको। अहिले त श्रम गर्नेले फेरि समाजले पनि मान्ने हो, राम्रो श्रमदान गरिरहेको छ भने मान्ने भाव हुनाले त्यहाँ आएर गरेको त्यो धरानको एउटा रिक्सा चालकलाई सोध्नु नि, उसले कति दिन गरे त्यहाँ श्रम गरेछ। जसले दिनभरि काम गरेन भने बेलुका खानु पाउँदैन, त्यस्तो मान्छेले सोध्नु नि श्रमदान गर्नु गएको छ कि छैन। ऊ त सक्दैन नि त दाइ, होइन? म दिनभरि काम गरेर 1000 रुपियाँ कमाएर बेलुका खानु छ भने अब म दिनभरि श्रमदान गर्न जान्छु त? बेलुका अनि त्यस कारणले त्यो विचारसँग पनि म चाहिँ व्यक्तिगत रूपमा सहमत छैन।